हेलो एभ्रिवान, आज म तपाईँलाई अलिएक्सप्रेसबाट सामान कसरी अर्डर गर्ने भनेर देखाउँदैछु। यो चाहिँ मेरो अलिएक्सप्रेस आइडी हो। तपाईँले पहिले अकाउन्ट बनाउनु भए पनि हुन्छ, साइन इन तपाईँ अलरेडी छ भने साइन इन गर्दा पनि हुन्छ। मैले चाहिँ यहाँ अहिले रिङ एउटा सेलेक्ट गर्दैछु। यो रिङ सेलेक्ट गरिसकेपछि तपाईँसँग धेरै अप्सन्सहरू हुन्छ। अप्सन्सहरूमा तपाईँले यो मध्ये सेलेक्ट गरेर तपाईँलाई मनपर्छ भनेर लिए पनि हुन्छ। तर बेस्ट अप्सन चाहिँ मलाई जहाँसम्म लाग्छ भने फ्री सिपिङमा चाहिँ अलिक फाइदै हुन्छ हामीलाई, किनकि प्रडक्टभन्दा यहाँ सिपिङ चार्जेसहरू महँगो लिन सक्छ नेपालको लागि। अनि तपाईँले यहाँ फ्री सिपिङमा म्याचेसहरू देख्न सक्नुहुन्छ। अनि त्यो जुन तपाईँ फ्री सिपिङ गरिदिन्छ त्यसमा म्याचेसहरूमा येनहरू तलमा फ्री सिपिङ सबैकोमा फ्री सिपिङ लेखेको हुन्छ। फ्री सिपिङ लेखेकोमा तपाईँले सेलेक्ट गर्नु अनि तपाईँलाई कुन चाहिँ मनपर्छ त्यो अनुसार प्राइसहरू सेलेक्ट गरेर टाइम लगाएर सेलेक्ट गर्नु, किनकि प्राइसहरू धेरै सेलरहरूको धेरै फरक पर्छ। अब यो रिङ यो सेलरसँग 195 छ भने यो सेम रिङ यो सेलरसँग 230 छ। मैले यो पहिले चेक गरिसकेको थिएँ, तर तपाईँहरूलाई चाहिँ यो भिडियो अहिले फेरि बनाउनु पर्ने भएको भएर फेरि यो प्रोसिजर फेरि देखाउँदैछु म। यो सेम रिङ हो, फोटो चाहिँ अलि डिफ्रेन्ट जस्तो देखिन्छ तर यो सेम रिङ हो। यो एउटा सेलरको भयो, यो 230 छ प्राइस। अनि यहाँ तल अर्को सेलरको छ सेम रिङ 195। प्राइस कम्पेयर गर्नु, क्वालिटी हेर्नु, डिटेल्सहरू सबै हेर्नु त्यसमा। अनि त्यो हेरिसकेपछि यहाँ तपाईँले चोइसेसहरू गर्न सक्नुहुन्छ। रिङ साइज भनेर साइजहरू हुन्छ, सुज किन्नुभयो भने, क्लोथ्स किन्नुभयो भने, अरू आइटमको लागि कलर्सहरू फरक फरक हुनसक्छ। यो साइजेस भयो, मैले यो चोइस गरेँ। अनि यो सबै चोइसेसहरू सेलेक्सन्सहरू गरिसकेपछि चाहिँ यहाँ बाइ नाउ गरिदिनु। यहाँ बाइ नाउ अप्सनमा बाइ नाउ गरिसकेपछि चाहिँ तपाईँको प्लेस अर्डर भन्ने आउँछ। प्लेस अर्डरमा थिचेपछि तपाईँको उसले पेमेन्ट कन्फर्मेसन भनेर भन्छ। तपाईँको पेमेन्ट मेथड पहिले भेरिफाई गरिसक्नु भएको भए चाहिँ पेमेन्ट मेथड यो प्लेस अर्डर गरिसकेपछि सजिलो हुन्छ। तपाईँको पेमेन्ट मेथड भेरिफाई गर्नु भएको छैन भने चाहिँ गएर सेटिङमा पेमेन्ट मेथड्समा गएर तपाईँको कार्ड राख्नुभयो भने चाहिँ सजिलो हुन्छ। कार्ड राखेपछि अनि यो प्लेस अर्डर पेमेन्ट कन्फर्म हुन्छ। अब मैले यो पहिले अर्डर गरिसकेको भएर मेरोमा पहिले भइसकेको थियो। म तपाईँलाई अब मेरो अर्डर्समा देखाउँछु। यो मैले अर्डर गरेर डिटेल्सहरू देखाउँछु। यो चाहिँ सिपमेन्टै भएको छैन। विल बी सिप्ड विदिन 4 days 18 hours 41। सिपरले यो सिपमेन्ट 4 दिन 18 घण्टा 41 मिनटपछि सिपमेन्ट गरिदिन्छ भनेछ। त्यो टाइमभित्रमा सिपमेन्ट गरिदिन्छ भनेछ। अब त्यो टाइमभित्र तपाईँलाई एक दिन सकेसम्म एक दिनमै गरिदिन्छन् प्रायः सिपरले चाहिँ। कोहीले 2 दिनसम्म गरिदिएको छन्, मैले चाहिँ जतिसम्म मैले अर्डर गरेको छु। अब त्योभन्दा ढिलो भएको चाहिँ मलाई थाहा छैन, तर मैले अर्डर गरेको प्रडक्ट्सहरूमा चाहिँ उसले एक दिनभित्रमै प्रायः सिपमेन्ट गरिदिन्छ। अनि यो डिटेल्सहरू हुन्छ, यहाँ डिटेल्सहरू देखाउँछ। यो प्लेस अर्डर भनेको चाहिँ तपाईँले अघि अर्डर प्लेस गरेको 4वटा फेज हुन्छ। पहिला प्लेस अर्डर प्लेस गर्नुभयो, अनि पे सक्सेस भनेपछि तपाईँको पेमेन्ट सक्सेस भएको। अनि यो सिपमेन्ट भनेको चाहिँ यो सिपरले सिपमेन्ट गरिसकेको पछि चाहिँ सिपमेन्ट भन्ने आउँछ। तपाईँले सिपमेन्ट गरिसकेपछि यो सिप भइसकेपछि चाहिँ डिटेल्सहरू पनि देख्न सक्नुहुन्छ। लाइक ट्र्याकिङ गर्न मिल्छ, अनि कति दिनमा आउँछ सबै डिटेल्सहरू त्यसमा अलिक ब्रिफली भने हुन्छ। अनि तपाईँको यो अर्डर कम्प्लिट भनेको चाहिँ अर्डर तपाईँसँगसम्म पुगिसक्यो अनि तपाईँले कन्फर्मेसन दिइसकेपछि चाहिँ अर्डर कम्प्लिट भनेर यो मार्क आउँछ। अनि त्यसपछि चाहिँ रिभ्यू गर्ने यताउता आउँछ। तर सबैभन्दा मेन प्रब्लम चाहिँ यो अर्डर सिपमेन्ट पछि बिचको टाइम हो। अब हामीलाई सिपमेन्ट पछि मेरो अर्को अर्डरको म तपाईँलाई एउटा डिटेल देखाउँछु। यो भयो, यो मैले पहिला नै अर्डर गरिसकेको थिएँ। अनि
यो अर्डर गरिसकेको थिएँ, यसको डिटेल्सहरू देखाउँछु म तपाईँलाई। यो अर्डर गरिसकेको थिएँ मैले, भ्यू डिटेल्स। यो अघिको हाम्रो पे सक्सेसवाला भयो, यो सिपमेन्ट भयो। सिपमेन्टमा तपाईँको द सेलर हेज सिप फर यर अर्डर भनेको छ होइन, तर यर अर्डर सुड अराइभ विदिन 30 to 50 days। फ्याक्टर्स सच एज डिलेड लजिस्टिक। अब यो डिले भयो भने उनीहरूले डिले भएको भनेर भन्छ। हाम्रोमा लकडाउन भएको भएर यो खास गरी प्रब्लम भएको मलाई जहाँसम्म लाग्छ, न त पहिला यस्तो थिएन यो। अनि अवेटिङ रिसिप्ट भन्छ। ओपन डिस्प्युट भनेर तपाईँलाई केही प्रब्लम भयो भने चाहिँ तपाईँले ओपन डिस्प्युट गरिने हुन्छ, तर तपाईँले सबै कन्फर्मेसन गरिसकेपछि अर्डर गर्दाखेरि चाहिँ ओपन डिस्प्युट गर्नुपर्ने प्रब्लम चाहिँ हुँदैन। अनि यसमा यो अर्डर नम्बर हुन्छ, अनि यसलाई ट्र्याक पनि गर्न मिल्छ। मैले चाहिँ फोनबाट चलाउने भएर ट्र्याकिङहरू गर्न सजिलो मान्थेँ, तर यहाँ ट्र्याकिङ इन्फर्मेसन इज अभाइलेबल विदिन 5 to 10 days यु क्यान ट्र्याक यर अर्डर हेयर भनेपछि यो केही प्रब्लम भइरहेको छ, त्यही भएर यो ट्र्याकिङ अहिले गर्न मिल्दैन। तर ट्र्याकिङ चाहिँ गर्न मिल्ने अप्सन चाहिँ छ, यहाँ ट्र्याकिङ नम्बर चाहिँ छ, ट्र्याक गर्न सक्नुहुन्छ। त्यो मोबाइलबाट चाहिँ मैले सजिलो मान्छु, ट्र्याकिङ गर्दाखेरि चाहिँ इजी हुन्छ। अनि उसले कहाँसम्म पुगेछ भनेर इन्फर्मेसन दिइरहेको हुन्छ। यहाँ तपाईँको हेर्नुहुन्छ, यो इफ डिस्प्याच, सिपमेन्ट अफ कन्ट्री अफ ओरिजिन, कहाँ छ, के छ, एयरलाइनमा छ कि छैन, नेपालमा पुग्यो कि पुगेन, यो सबै थाहा हुन्छ यसबाट चाहिँ, यो डिटेल्सहरूबाट चाहिँ। अनि यो डिटेल्सहरूबाट थाहा हुन्छ। अनि यो सिपमेन्ट आउँदाखेरि चाहिँ कस्तो हुन्छ भने लास्टमा तपाईँलाई यो पोस्ट अफिसमा आउँछ मेनली चाहिँ। तपाईँको अब डिटेल्स राम्ररी राख्नु भएको छ भने चाहिँ पोस्ट अफिस तपाईँको नजिकको सबभन्दा नजिकको पोस्ट अफिसमा आउँछ, तपाईँलाई कल आउँछ। नत्र चाहिँ मेरो विचारमा दिल्ली बजारको पोस्ट अफिसमा आउँछ होला, तपाईँले काठमाडौँमा त राख्नुभयो भने चाहिँ दिल्ली बजारको पोस्ट अफिसमा आउँछ। इफ इनकेस त्यहाँ तपाईँको चार्जेसहरू लिनुपर्छ या केही प्रब्लम छ भने चाहिँ चार्जेसहरूको उसले त्यहीँ रोकिदिन्छ भनेर भन्नुभएको थियो। मेरो त अहिलेसम्म त्यस्तो प्रब्लम नभएको भएर मैले चार्जेसहरू राख्नु परेको छैन। अनि पोस्ट अफिस चाहिँ तपाईँको नजिकै हुनसक्छ, अलि यसो रिसर्च गर्दाखेरि चाहिँ नजिकै पर्न सक्छ। तर इनकेस तपाईँले त्यो थाहा भएन कसरी राख्ने भनेर भयो भने चाहिँ त्यहाँ तपाईँको लोकेसनहरू सिटी राख्नुभयो भने अलिक डिटेलमा राख्नुभयो भने चाहिँ सजिलो हुन्छ। अनि त्यो गरिसकेपछि चाहिँ अनि तपाईँलाई कल आउँछ, तपाईँको फोन नम्बर हुन्छ, तपाईँलाई कल आउँछ। अनि कल आइसकेपछि चाहिँ अनि तपाईँले कल रिसिभ गरेर उसले कहाँ आउने भनेर भन्छ। अनि तपाईँले रिसिभ गर्न जानुभयो भने रिसिभ गरेर उसले एउटा सिग्नेचर गरेर पठाइदिन्छ। अनि तपाईँले त्यो सामान पाउनुहुन्छ तपाईँले खोजेको। त्यस्तो प्रब्लम त त्यति साह्रो हुँदैन भनौँ न। अब यस्तै हो, योभन्दा धेरै डिटेल त मलाई पनि त्यति साह्रो थाहा छैन। मैले जति एक्सपिरियन्स गरेको तपाईँलाई त्यति भनेको हो। इफ इनकेस केही प्रब्लम छ तपाईँले बुझ्नु भएन भने चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।